हेलो साथीहरू, सर्वप्रथम म सम्पूर्णलाई नमस्कार भन्न चाहन्छु। साथीहरू, आज म व्हाइट गुम्बा प्रथम घुम्न आएको थियो र आउँदा आउँदै बिचैबाट पानी पर्यो भने हो गुरु अहिले घुम्न आएछ घुमेर जानु न एकछिन हेर्नुहोस् त साथीहरू, यो व्हाइट गुम्बा जाने बाटोको अवस्था यहाँ यति जाम छ कि सम्पूर्ण उहाँहरू व्हाइट गुम्बा घुम्न जान लाग्नु भएको होला सायद। बाइक गाडी त्यस्तै जाम छ र बाटो पनि सानो भएर होला यो जाम परेको, अनि पानी त्यस्तै परेको छ, त्यसैले गर्दा होला सायद मलाई लाग्छ। त्यही यहाँ भिड हेर्नु त, पानी त्यस्तै परेको छ। साथीहरू, भिडियो स्किप नगरिकन हेर्नु होला। यो भिडमा म फुल भिडियो बनाउन जामको फुल भिडियो बनाउन नसके पनि म तपाईँहरूलाई उहाँ गुम्बाको भित्रको दृश्यहरू जाम, त्यसैले कुनै भिडियो हेरिदिनु होला भन्दै यो सायद यो जाम बन्दै गर्दै तपाईँलाई म जाम व्हाइट गुम्बाको भित्रको भिडियो देखाउने छु। मान्छेहरूको भिड सबैलाई रहर छ व्हाइट गुम्बा कहिले पुगौँ भन्ने। फाइनली गाइस हामी व्हाइट गुम्बा भित्र प्रवेश भएको छ। यहाँ पानी परेर यो बिजै छ, हेर्नु होला साथीहरू अबको यो व्हाइट गुम्बाको दृश्यहरू। यो व्हाइट गुम्बा माथि जाने फोटो खिच्ने हो, माथि जाने हो फेरि ल, छाता उडेर भयो भने अब यो व्हाइट गुम्बाको आजको यो पानी परेको बस्ती हेर्नुहोस् तसबिन धेरै जाम छ। पानी परे पनि मान्छेहरूले आज व्हाइट गुम्बा हेर्न छोडेको छैन। यो भनेको एउटा अमूल्य पनि एउटा भएर होला। लन्द खोइदैन नि साथीहरू, भिडियो कस्तो लाग्यो? मलाई त्यति भिडियो बनाउन आउँदैन। मन पर्यो भने फलो
कमेन्ट लाइक सब्सक्राइब गर्न नभुल्नु होला है त साथीहरू। फुल भिडियो बाँकी नै छ। यति भन्दै हस्त धन्यवाद।